बाटोमै छोड्छ भनेर कतिले उयो गर्थे, तर अहिलेसम्म हामी सँगै छौँ, हामी एउटै ठाउँमा बस्छौँ, एउटै ठाउँमा खान्छौँ। छोटा पटका बडा धमाका त्यो चाहिँ नि गर्छ यो सिनेमाले। लगभग 2 करोडको खर्च हुने रहेछ। अझ म त पहिलो निर्माता गलत थिइन र छैन पनि भन्ने हो जुन चलचित्रमा म देखाउन चाहन्थेँ। अघि पनि भने यात्रा, जीवनको यात्रा। बाटोमा गीत गाउने बालक आज दाइको कारणले यत्रो ठुलो पर्दामा देखिन पाउँदाखेरि एकदमै खुसी लागिरहेछ। मन बिनाको धन ठुलो कि धन बिनाको मन। अशोक भाइ जति मिठो गीत गाउनुहुन्छ त्योभन्दा बढी मिठो अभिनय गर्नुहुँदो रहेछ। दाइ इज ग्रेट। थ्याङ्क यू दाइ। एकचोटि छातीमा हात राखेर भन्नुहोस् त, हामीले हाम्रो गुरुहरूका लागि के गर्यौँ? 100% अशोक दर्जीको बायोपिकमै फिल्म बनिहाल्नुपर्ने त्यस्तो ग्राफ बनिसकेको छैन। चलन चल्तीमा गरिआएको चरित्रभन्दा अलिकति फरक अभिनय गराउनु भएको छ टङ्कजीले, लेखिदिनु भएको छ शिवमजीले। अब जहाँसम्म यो चलचित्रको बारेमा बोल्नु पर्दाखेरि यो चलचित्र हाम्रो अशोक भाइको लागि बनेको हो। हामी त एउटा सपोर्टिङ रूपमा उहाँको छेउमा उभिएका छौँ र म यति मात्रै भन्छु कि अशोक भाइ जति मिठो गीत गाउनुहुन्छ त्योभन्दा बढी मिठो अभिनय गर्नुहुँदो रहेछ। त्यसको लागि उहाँलाई जोरदार ताली दिउँ। धेरै राम्रो राम्रो मोमेन्ट्सहरू छ मेरो उहाँसँग। कतै म कठोर हुन्छु, कतै उहाँहरूको अभिनयले मलाई केही सोध्न बाध्य पनि बनाएको थियो। यो सिनेमामा साह्रै राम्रो काम गर्नुभएको छ। रमेश भाइ, नयाँ प्रतिभा, बिना बहिनी पनि यस सिनेमामा जोडिनु भएको छ। यो त्यति विधि धुमधडाका मचाउने खालको सिनेमा चाहिँ होइन, किनभनेदेखि यो कसैको बायोग्राफी माथि बनेको चलचित्र हो। तर एउटा उखान छ हिन्दीमा, छोटा पटका बडा धमाका, त्यो चाहिँ नि गर्छ यो सिनेमाले। मलाई त्यति चाहिँ विश्वास छ। थ्याङ्क यू भेरी मच। आज म एकदमै खुसी छु किनभने म हल्का नर्भस पनि भइरहेको छु। कति बेला मेरो आँसु झर्छ मलाई थाहा पनि छैन, किनभने म एकदमै नर्भस भइरहेको छु। आज मलाई फर्स्ट टाइम अर्कै फिल लागिरहेछ, किनभने म एउटा बाटोमा गीत गाउने बालक आज दाइको कारणले यत्रो ठुलो पर्दामा देखिन पाउँदाखेरि एकदमै खुसी लागिरहेछ। आज मलाई यो पर्दामा बिग स्क्रिनमा राख्नु भएको छ दादाले, किनभने म लगभग म दाइसँगै छु। कतिले कुरा काट्थे अशोकलाई अब एउटा गीत रेकर्ड गरिसकेपछि बाटोमै छोड्छ भनेर कतिले उयो गर्थे, तर अहिलेसम्म हामी सँगै छौँ, हामी एउटै ठाउँमा बस्छौँ, एउटै ठाउँमा खान्छौँ। एआरलाई जस्तो गर्नुहुन्छ मलाई त्यस्तै नै गर्नुहुन्छ। हाम्रो ड्रेस पनि लगभग सेम छ, हामी दाजुभाइ जस्तै छौँ, केही चिजमा फरक छैन। म एउटा चिज भन्न चाहन्छु, दाइ इज ग्रेट। थ्याङ्क यू दाइ, थ्याङ्क यू सबैजनालाई। अशोकका कुरा सुनिराख्दाखेरि झन्डै हाम्रो आँखा रुसायो र अशोकको त्यो यात्रा, जीवनको यात्रा। मन बिनाको धन ठुलो कि धन बिनाको मन। नमस्ते सबैमा। के भन्ने अब एकदमै खुसी लागिरहेको छ। पहिलोचोटि ठुलो पर्दामा देखिने मौका पाइरहेको छु। यहाँहरू सबैमा अहिलेसम्म जति पनि माया दिनुभयो सबैमा धेरै धेरै धन्यवाद र यो टिमलाई पनि धेरै धेरै धन्यवाद यो मौकाको लागि। अब हजुरहरूले फिल्म हेरेर नै भन्नुहुन्छ होला कस्तो लाग्यो, के लाग्यो। अहिलेसम्म साथ दिनुभएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु। थ्याङ्क यू। यो विशेष चलचित्र हो। यो यसलाई आर्थिक रूपले भन्दाखेरि पनि सोसली र अघि दाइले भन्दै हुनुहुन्थ्यो यहाँबाट हामीले दिन खोजेको कुरा हामी सफल भयौँ भने हु डिड दिस भन्ने कुराको एन्सर र इतिहासमा हाम्रो टिमकै नै नाम लेखिनेछ। त्यो खालको कन्टेन्टमा हामीले काम गरेका छौँ। संवादले सबै पुरा नगर्ला, तर मैले गरेको कामहरू, मैले अशोकका लागि गरेका स्ट्रगलहरू र पर्दामा देखिने अरू घटनाक्रमहरू जुन हजुरहरूलाई थाहा छैन, हामीले के भएका छौँ र अशोकले के गरेका छन्, मैले कसरी सम्हालेको छु होला, सम्हालेँ होला,
सँगै देख्नुहुन्छ यार अशोक बच्चा हुर्काउन कस्तो हुन्छ हजुरहरूलाई पनि थाहा छ होला सायद त्यो कुरा भन्नु पर्दैन र केही अन्तिम डायलग अनुसारका केही छन् र मैले भोगिरहेका कुराहरू नै हुन् यी र यही भोगाईको अनुभवले नै बनेको हो यो चलचित्र हुन्छ पक्कै पनि चलचित्रमा बोलेको डायलग लेखी देला असली सङ्घर्षहरू धेरै नै राखेका थियौँ जुन कुराहरू चाहिँ हजुरहरू हलमा गएर हेर्न चाहनुहुन्छ हजुरको भनाइअनुसार छुटेको छोटो भएको होइन हो यही कुरा चाहिँ हामीले राखेका छौँ कार्तिक 21का लागि कार्तिक 21 गते नै यो भन्नुहुन्छ उद्देश्य पक्कै पनि उद्देश्य नभनौँ जस्तो लाग्छ तर अनुपजीको यो प्रश्नले मलाई केही भन्नुपर्छ जस्तो लाग्यो किनभने प्रश्न उठानमै थियो तपाईँहरूले गरेको क्रिएसनमा केही न केही उद्देश्य हुन्छ भनेपछि यसमा पनि तपाईँहरूको आशा छ अघिदेखि हामीले भन्दैछौँ फाइनेन्सियली इतिहास रच्ने कुरा होला नहोला त्यो अर्कै ठाउँमा हो हामीलाई त्यो चाहेको पनि छैन तर सोसली जुन इतिहास रच्ने कुरा केही सोसली छ भन्ने कुरा पक्कै पनि छ हामी यो चलचित्रको माध्यमबाट म क्यु खोलिदिइरहन्छु अहिले लगभग नेपालभरको विद्यालयमा हामीले एउटा कोर्स खडा गर्दैछौँ यहाँ हामीले एउटा डायलग लुकायौँ अझ तपाईँहरूलाई म त्यो एउटा डायलग सुनाउन चाहन्छु तपाईँहरूले एन्सर सायद दिन सक्नुहुन्न 99ले एकचोटि छातीमा हात राखेर भन्नुहोस् त हामीले हाम्रो गुरुहरूका लागि के गर्यौँ हजुर 99को सायद एन्सर छैन एकचोटि छातीमा हात राखेर भनौँ त हामीले हाम्रो गुरुहरूका लागि के गर्यौँ अनुपजीले भनिदिनुहुन्छ यसको एन्सर हजुरले के गर्नु भएको छ हो राइट हो त्यसपछि पनि अरू सिम्पल लजिक छ म लजिक पनि भनिदिन्छु यो सम्बन्धी हामी हिन्दू धर्ममा छौँ दुईवटा पक्षलाई एउटा हामीले भगवान मान्दा रहेछौँ एउटा बाआमा भनेका माता पिता देवो भव र गुरुदेव भव एउटा माता पिता देवतालाई चाहिँ हामी हरेक कुरा गर्दा रहेछौँ सम्झौँ त हरेक कुरा गर्दा रहेछौँ भगवानै हामीले दिएका छौँ संज्ञा र अर्को गुरु हुनुहुन्छ गुरुलाई पनि हामीले भगवानको संज्ञा दिएका छौँ एउटा गुरुको लागि चाहिँ हामी सबै गरिरहेका छौँ जीवनभरि गर्छौँ गर्नै पर्ने हाम्रो सिस्टम बस्दियो त्यतिखेर सिस्टम बस्दिएको थियो गुरुको लागि पनि गुरु भगवान हुन् गुरुको लागि पनि केही गर्नुपर्छ भन्ने सिस्टम बस्दिएको थियो भने सायद नरेश दाइ पहिल्यैबाट यो सुरुवात हुन्थ्यो तर अलिकति त्यो हामी सबैले बुझेकै कुरा हो र त्यही नै छ यदि छोटोमा मैले भने हामी यस चलचित्रको माध्यमबाट सफल भयो भने नेपालभरिको विद्यालयमा हामीले केही गर्दैछौँ जसले गुरुहरूका लागि केही गर्नेछ र हजुरहरूले मैले अघि भनेको प्रश्नको एन्सर सजिलै भन्न सक्नुहुन्छ मैले मेरो गुरुका लागि यो गरेँ एकचोटि छातीमा हात राखेर भन्नुपर्दा मेरो गुरुलाई मैले यो गरेँ भन्ने एउटा वातावरण बन्छ होला एआरले चाहिँ सानैदेखि हाम्रो टिका दादालाई ड्याडी ड्याडी भन्ने क्या अनि उनीहरूले भनेको सुनेर अनि म पनि ड्याडी ड्याडी भन्छु क्या उहाँ चाहिँ हाम्रो कस्तो हो भन्दाखेरि दादाको पनि ठुलो दादा हो नि त त्यही भएर हामी केही चिज हामीलाई के भयो भन्दाखेरि हामी दादालाई सोच्छौँ दादाले के गीत बनाउनु भयो भने पनि सुरुमा ड्याडीलाई सुनाउनुहुन्छ अनि त्यसपछि ड्याडीले भन्नुहुन्छ यो राम्रो छ दादाले नै सबै कुरा गर्नुहुन्छ हाम्रो घरको ठुलो ड्याडी अब यस्तो हो यो अब डेफिनेटली टङ्कको सानैदेखि अब घरको जेठो छोरो भएको कारणले एउटा रेस्पोन्सिबिलिटी जहिले पनि लिएरै यहाँसम्म सङ्घर्ष गरेर आएको हामी फ्यामिली एउटा गाउँबाट किसानबाट होइन अब त्यो रेस्पोन्सिबिलिटीबाट म कहिले पनि भागिनँ त्यस्तै अब एआर त म एआरको त अब ठुलो बाबु भइ नै हालेँ होइन ड्याडी भइहालेँ अब एआर र अशोकको अघि हामीले भने 1-2 वर्षको फरक भएको कारणले बच्चैदेखि उसले पनि मलाई ड्याडी ड्याडी भन्दै गर्दाखेरि चाहिँ अब उसलाई दाइ मलाई ड्याडी भन्दाखेरि चाहिँ अब मैले एज अ गार्जियनसिपको रूपमा नै लिएँ नि त एआर जे हो अशोक त्यही हो भन्ने माइन्डसेट पनि त्यो मेरो दिमागको त्यो पर्दामा चाहिँ छापियो कि त्यस कारणले मैले अब चाहिँ कसैले भनेर या गर्नुपर्छ भनेर अथवा मैले आफूलाई पनि डिभाइड अथवा डिफ्रेन्सिएट गर्नै सक्दिनँ यो दुईवटा बच्चाको चाहिँ किन दुइटै नानीहरू भयो सो त्यो मलाई गर्व लाग्छ अशोक बाबुले मलाई त्यो सम्मान गर्दा र यसले रेस्पोन्सिबिलिटी पनि थप्छ एउटा गार्जियनसिप पनि थप्छ किनभने नेपाली सिनेमामा अशोक भाइ जुन उमेरको हुन्छ त्यो उमेरको नायकको चलचित्र पहिलो होला त्यो उमेर समूहका बच्चाहरू प्रमुख पात्र भएर पर्दामा देखिएको यो पहिलो चलचित्र भएको हुनाले यो छोटा पटाका हो र भोलि अशोक भाइको आफ्नै फ्यान फलो छ र फिल्म पनि केही हदसम्म त्यत्तिकै सशक्त छ
धेरै कुराहरूको मिक्स छ यो सिनेमामा। त्यसले गर्दाखेरि यसले ठुलो धमाका गर्छ भन्ने आशा गरेको छु भनेको हो। गर्छ नै भनेको छैन मैले, गर्ने आशा हामीले लिएका छौँ। र जुन भइदियो भनेदेखि अघि टङ्कजीले एकदम गाह्रो मानी भनिराख्नु भएको थियो, हामीले एउटा समाजको लागि केही गरौँ भनेर पनि बनाएको चलचित्र हो यो। त्यसको एउटा सही उद्देश्य लिएर हामी अगाडि बढिरहेको हुनाले त्यसको आशीर्वाद हामीले पाउँछौँ कि भन्ने आश पनि छ हामीलाई। पढाइमै हुन्छन् हामीले, मैले बाबुहरूलाई दुवैजनालाई सम्झाइ पनि सकेको छु। र यो एजसम्म उहाँहरूले गर्न सक्ने यति नै हो जस्तो लाग्छ। र यसपछि आउने प्रोजेक्टहरूमा अझ ठुलो तयारीका साथ बाबुहरू पनि आउनुपर्छ, आफ्नो एजुकेसनलाई पनि अगाडि लानुपर्छ र अरू पनि तयारी गर्नुपर्छ भन्ने हिसाबले यो यसको 8 प्रोजेक्ट नै होस् लगभग हाम्रो मनबिना गदन अशोक र एआरको लागि। र यसपछि पढाइपछि जान्ने बुझ्ने भएपछि अरू विशेष केही। मनबिनाको धन अशोक दर्जीको बायोपिक भनेर 100% बायोपिक भनेर पनि डाइरेक्ट हामी भन्न सक्दैनौँ र त्यो होइन पनि 100% अशोक दर्जीको बायोपिकमै फिल्म बनिहाल्नुपर्ने त्यस्तो ग्राफ बनिसकेको छैन। त्यति धेरै घटनाक्रमहरू छैन। घटनाक्रम अशोकका छन्, हाम्रा छन् र चलचित्र हो यो। यसमा इन्टरटेनमेन्ट पनि चाहिन्छ। यत्रो ठुलो हल, यत्रो ठुलो पर्दामा हेरिरहँदाखेरि चलचित्र पक्कै पनि हामीले सुन्दै आएको डायलग इन्टरटेनमेन्टकै लागि नै हुन्छ। विशेष गरेर इन्टरटेनमेन्टका लागि विभिन्न पक्षहरू ट्रेलरमा पनि हजुरहरूले देख्नुभयो र ती केही कुराहरू फ्रिक्सन छन् भने केही धेरै कुराहरू रियलमा पनि छन्। यो चलचित्र जसरी हामीले बनायौँ यसको लगानी चलचित्र मेकिङ नेपालमा लगभग अहिले मैले बुझ्दाखेरि जस्तोसुकै चलचित्र बनाउँछु भन्दा पनि लगभग 2 करोडको खर्च हुने रहेछ। अझ म त पहिलो निर्माता निर्देशक रहेँ, यो बिचमा के पनि हुँदो रहेछन्, के भए पनि ती सबै जोड्दाखेरि 2 करोडसम्मको अहिलेको हाम्रो यो लगानी। र अब मिडिया, अब प्रदर्शनसम्मका अरू विभिन्न कुरा पछाडिका कुराहरू त छँदैछ। यो चलचित्रको उद्देश्य भनेकै म सायद गलत थिइनँ र छैन पनि भन्ने हो। जुन चलचित्रमा म देखाउन चाहन्थेँ अघि पनि भने घटनाक्रम र हजुरको सिधा एन्सरमा यो छ र बिचमा भोलिपछि केही ट्विस्ट आउन सक्छन् पर्दामा। तर चलचित्र बनाइरहनुको एउटा अर्को उद्देश्य हजुरले भनेको पनि हो। मैले 7 वर्ष 8 वर्षदेखि भएका विविध सामाजिक कुरा सुनेका, डायलग भएका होइन घटनाक्रमहरूको एन्सर पनि दिनको लागि पनि त्यो डायलग हो। यो एन्सर फिल्म नबनाइकन मेरो लागि किताब कसैले नलेखिदिने भयो, एउटा इन्टरभ्यू पनि राम्ररी नबोलाइदिने भयो होइन। कसरीलाई गर्ने भन्दा त्यसको एउटा मेकिङ नै गरौँ न त, आँट गरौँ होइन। अशोकको पनि सपना छ, हिरो बन्छु भनेर चाहिँ अशोकले आफै अशोक स्टोरी लेखिरहेछ। दाइ मेरो इन्ट्री यसरी हुन्छ, म ब्याचलर गरिसकेपछि मेरो चलचित्रको हामी दुईजना यसरी हेलिकप्टरमा उडेर आउँछौँ भनेर स्क्रिप्ट बनाउन सक्ने बच्चाको एउटा दिमाग। र मैले एउटा बच्चा, मेरो बच्चाले के गर्छु भनेर सपना देखिरहँदाखेरि मैले गर्न सक्ने क्षमता रहेको छ भने तपाईँ पनि तपाईँको बच्चाको लागि गर्न अभियसली रेडी हुनुहुन्छ। म रेडी भएँ। कस्तो राम्रो कि हामी सानैदेखि हाम्रो बुवामा तपाईँ हामीलाई प्यारेन्ट्सहरूले पढ्न पठाउनुहुन्छ कि र 2-3 कक्षामै छौँ कि मानिस ठुलो दिलले हुँदैन जातले होइन, मानिस ठुलो जातले हुँदैन दिलले हुन्छ होइन। अनि सरले भन्नुहुन्थ्यो कि रगत काटे सबैको रातो हुन्छ। त्यो 3 कक्षामा पढेको दिमाग छ क्या हाम्रो चाहिँ। धेरैमा ब्याचलरमा त पढाइ नै हुँदैन, 3 कक्षामा पढाउँछ। 3 बाल मनोविज्ञानमा हानेको कुरा समाजमा त्यो देखिनरहँदा र भाग्यवश नै भन्छु अशोक मेरो घरमा आइरहँदा भाग्यवश त्यही टाइममा मेरो छोरो पनि त्यही एजको भइरहँदा भाग्यवश उनीहरूको दोस्तीसँगै देखिरहँदा काठमाडौँको बन्द कोठामा बसिरहँदाखेरि मेरो छोरोको साथी खेल्ने साथी नभइरहँदा एउटा बच्चा आएर सँगै खेलिरहँदा मजा लिइरहँदा मलाई कति मजा आयो। त्यो मजा लिनको लागि मैले अशोकलाई एक्सेप्ट गरेँ र आजसम्म पनि मैले अशोक र एआरसँगै एउटै कपडा लगाइरहँदाखेरिको मजा मलाई जति हुन्छ नि त्यो कसैलाई हुँदैन होला सायद। चलचित्रमा अघि सानो क्लिप पनि थियो। बदमास होइन तपाईँ हामी सबैले गर्छौँ, एज हुँदो रहेछ बाल्यकालको एज र यता टिनेजरको एज। जति सजिलो थियो नि मलाई अशोक आएको 2-3 वर्ष सम्हाल्न, तर जब ऊ टिनेजरको यो हुन्छ नि रेखा ऊ दाइसँग आउनु थालिसकेको, म जत्रो भइसकेको र सोसियल मिडियामा फोन चलाउन थालिसकेको उमेरको अलिकति
त्यो समयलाई कन्ट्रोल गर्न मलाई बेला बेला कहिलेकाहीँ होइन त्यो परेको छ होला सायद। त्यो अब के छ चलचित्रमा पनि हामीले समावेश गरेका छौँ। होइन यो त यस्तो हो, किनभने दाइले त जब दाइले नै मेरो लागि गीतहरू बनाउँदा पनि दाइले कति भन्नुभएको, कतिजनालाई उयो गर्नुभएको पनि हो। अशोकको लागि गीत बनाइदिनु, कसैले अशोकले गाउँछ यो प्रश्न उठेपछि दाइले भनेको पनि हो, कतिलाई भनेको अशोकको लागि गीत लेखिदिनु, अशोकले मेरो मात्र गाउँदैन हजुरहरूको पनि गीत गाउँछ भनेर दाइले भन्नुभएको। अब दाइसँग जोडिराख्दाखेरि अब दाइले मलाई गर्नेसम्म गरिसक्नु भएको छ। अब चाहिँ मेरो फर्ज बन्छ कि जब म ठुलो हुन्छु दाइको लागि गर्ने मेरो कर्तव्य हुन्छ त्यसपछि। होइन मलाई त्यस्तो डर लाग्दैन, किनभने हजुरहरूको आशीर्वाद छ अनि मेरो ड्याडी र दाइको मेरो दाइको र ड्याडीको आशीर्वाद छ। यो आशीर्वाद सधैँ नै लागिरहन्छ। जीवनमा म सधैँ राम्रो बाटोमा अगाडि बढिरहनेछु।